एभ्रिवान सबैजनालाई नमस्ते। अनि त्यसपछि तपाईहरुलाई थम्बनेल हेरेरै अब थाहा भइसकेछ आजको भिडियो चाहिँ केसँग रिलेटेड छ भनेर। अब जसले चाहिँ मेरो भिडियो हेरिराख्नुहुन्छ उहाँहरुलाई त चाहिँ थाहा छ हैन, म चाहिँ स्कुलमा चाहिँ पढाउँछु भनेर। अब मेरो स्कुलको मा त्यत्रो पढाएको चाहिँ 7 इयर्स भइसक्यो। यो इयर चाहिँ 2082 हैन, इयर चाहिँ पुरा कम्प्लिट भयो। 7 इयर्स चाहिँ मैले पुरा कम्प्लिटली चाहिँ स्कुलमा पढाएँ र मैले अहिले चाहिँ 7 वर्षदेखि पढाएको ठाउँलाई चाहिँ बाइ बाइ भनेको छु। र प्लस चाहिँ त्यो ठाउँलाई मात्रै बाइ बाइ हैन, टिचिङलाई चाहिँ थोरै अब मलाई थाहा छैन पछि के हुन्छ भनेर, तर अहिलेको लागि चाहिँ म चाहिँ रेस्टमा छु भनौं है, रेस्टमा छु। अब त्यसको पछाडीको रिजन के हो, किन मैले चाहिँ 7 वर्षसम्म गइरहेको टिचिङलाई चाहिँ छोडे, बाइ बाइ भने, त्यो सबै कुराहरु चाहिँ आजको भिडियोमा हुनेछ। अब जहिले पनि तपाईहरुले चाहिँ मलाई कता बाहिर घुम्न गएको देख्ने, त्यसपछि बाहिर खाएको देख्ने, रमाइलो गरेको देख्ने चाहिँ गर्नुहुन्थ्यो। तर आजको भिडियोमा चाहिँ म आनन्दले रुममा बसेर मेरो मनको कुराहरु चाहिँ म तपाईहरुको माझमा चाहिँ शेयर गर्न गइरहेको छु। मैले कसरी स्कुल जोइन गरे, के भयो मेरो रमाइलो नरमाइलो एक्सपिरियन्सहरु, त्यो सबै कुरा चाहिँ शेयर गर्नेछु। यदि तपाईहरु इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ यो भिडियो फुल हेर्न सक्नुहुन्छ। अनि त्यही माथि चाहिँ अब टिचिङ नगरेपछि अब चाहिँ के त, व्हाट नेक्स्ट फर मी हैन। अब बाँच्न पर्यो, खान पर्यो, सर्भाइभ हुन पर्यो नि त। त्यसको लागि चाहिँ अब मेरो दिमागमा के छ, म के गर्छु, मेरो चाहिँ फर्दर प्लान्सहरु के छ, त्यो चाहिँ म सबै यो भिडियोमा शेयर गर्छु। अब सुरुमा किन छोडे भन्दाखेरि पनि सुरुमा चाहिँ मेरो चाहिँ म जर्नी चाहिँ तपाईहरुलाई चाहिँ शेयर गर्न चाहन्छु है। कस्तो भयो भन्दाखेरि चाहिँ कतिजना हुन्छ नि अब मेरो सँगै काम गरेको साथीहरु, त्यसपछि चाहिँ मेरो अब मैले पढे, अब त्यो पढ्ने ठाउँमा मेरो क्लासमेटहरु, त्यसपछि अब चर्चमा पनि कतिजना नयाँ, अब पुरानो चर्चको हाम्रो बिलिभर्सहरुलाई त थाहा छ, एभ्रीथिङ मेरो विषयमा थाहा छ, तर कतिजना नयाँ जोइन गर्नुभयो। उहाँहरुलाई चाहिँ कतिचोटी मलाई सोध्नुहुन्थ्यो के क्वेशन, अब सोध्नुहुन्थ्यो, पोखराको मान्छे त्यत्रो 1 घण्टा टाढा त्यो लेखनाथमा गएर किन पढाउन पर्यो, यतै पढाए पनि त हुन्छ, यतै काम गरे नि त हुन्छ, किन त्यत्रो टाढा गएको, जाँदै 1 घण्टा आउँदै 1 घण्टा भनेर त्यस्तो कुराहरु सोध्नुहुन्थ्यो कि मलाई। अनि त्यसपछि अनि मैले भनेर बस्थे। अनि कतिजनालाई त मैले रिजन पनि भन्थे, अब जसँग सुन्ने टाइम हुन्छ, जसले चाहिँ आनन्दले गफ गरेको हुन्छ, कुराहरु शेयर गर्थे। अब किन भन्दाखेरि चाहिँ कस्तो भयो, अब रियल कहानी यहाँबाट सुरु हुन्छ है। कस्तो भयो भन्दाखेरि चाहिँ म चाहिँ पहिला सुरुमा उहाँहरुले स्कुल किन्नु भन्दा अगाडि चाहिँ हाम्रो यहीँनिर पोखरामा चाहिँ ट्युसन सेन्टर थियो कि उहाँको। अनि हामी 5-6 जना टिचरहरु थियौं। अनि म पनि त्यहाँनिर उहाँको ट्युसन सेन्टरमा चाहिँ पढाउँथे। पछि उहाँहरुले चाहिँ उता लेखनाथमा हुन त यही खोजिराख्नु भएको थियो स्कुल किन्न, तर यहाँ चाहिँ पाउनु भएन, अब के कुराहरु मिलेन। त्यसपछि उहाँहरुले चाहिँ उता लेखनाथमा चाहिँ अनि त्यसपछि स्कुल पाउनु भयो, किन्नु भयो। अनि त्यसपछि मलाई बोलाउनु भयो, रुथमिस तपाई चाहिँ त्यहाँ चाहिँ पढाउन आउन पर्यो भनेर कुरा गर्नुभयो। अनि त्यसपछि म चाहिँ त्यत्रो टाढा जाने मान्छे नै थिएन। आज भन्दा 7 इयर्स ब्याक हेर्यो भने त म एकदमै त्यो के थिए भन्दा चाहिँ एकदमै यङ एजको थिए है। अनि त्यसपछि त्यत्रो टाढा चाहिँ मलाई जानु थिएन। म चाहिँ कलेज जाने, घर आउने, अनि चर्च जाने, त्यो टाइपको मान्छे थिए। म त्यस्तो हिँड्ने त्यस्तो मान्छेहरु थिएन। त्यसपछि म चाहिँ त्यत्रो टाढा चाहिँ आउन सक्दिन। अब मलाई चाहिँ के गर्न थिएन त, मलाई चाहिँ फुल टाइम जब पनि गर्न थिएन त्यो बेलामा चाहिँ। अनि त्यसपछि म चाहिँ आउँदिन भन्ने कुराहरु भयो। त्यसपछि पछि फेरि उहाँहरुले चाहिँ अझै रिक्वेस्ट गर्नुभयो, हैन आउनुपर्छ, हामीलाई चाहिँ तपाई चाहिँ चाहिएको छ। उहाँहरुले त्यो स्कुल लिइसकेपछि चाहिँ कतिजना टिचरहरुले छोडेर जानु भएछ कि त्यो स्कुल। अनि त्यसपछि चाहिँ हामीलाई विश्वासयोग्य मान्छे चाहिएछ, अनि वी ट्रस्ट यु भन्ने कुरा गर्नुभयो। अनि त्यसपछि चाहिँ प्रार्थना गरे। अनि त्यसपछि ल हुन्छ। अनि फेरि उहाँले चाहिँ यस्तो पनि भन्नुभयो, अब यहाँ चाहिँ हामीले उता स्कुल लिइसकेपछि चाहिँ यहाँ चाहिँ
अब ट्युसन सेन्टर हुँदैन, त्यसपछि तपाईहरु के गर्नुहुन्छ भन्ने कुराहरु भयो कि। अनि त्यसपछि मैले चाहिँ उहाँलाई प्रिन्सिपल सरलाई चाहिँ अनि भने म चाहिँ पहिलेदेखि चाहिँ एकदमै त्यो बिजनेस गर्न मन लाग्ने मान्छे। त्यसपछि मैले भने म बिजनेस गर्छु सर, तर म त्यत्रो टाढा आउँदिन, म आउँदिन भन्ने भयो। अनि त्यसपछि उहाँले चाहिँ रुथ मिस तपाईँ प्रार्थना गर्नुहोस् अनि मलाई भन्नुहोस् भनेर भन्नुभयो। त्यसपछि मैले प्रार्थना गरेँ। अनि त्यसपछि म चाहिँ स्कुल हुन्छ, म स्कुल जान्छु भन्ने जस्तो भयो। अनि स्कुलको यात्रा मेरो सुरु भयो है। अब म अहिले तपाईले मलाई देख्नुहुन्छ, म यति बोलिरहेको हुन्छु, भिडियोमा चिच्याइरहेको हुन्छु, कराइरहेको हुन्छु कहिलेकाहीँ बच्चाहरूसँग। त्यसपछि यस्तो अनि धेरैजनाले मेरो भिडियो हेरेर भन्नुहुन्छ कि कस्तो बिन्दास हुनुहुन्छ तपाईँ, कस्तो बिन्दास छौ तिमी मिस, तपाईँ कसरी भिडियो बनाउनुहुन्छ भन्ने कुराहरू हुन्छ। तर कहाँ म यस्तो थिँदै थिइनँ। त्यतिखेर चाहिँ हामीलाई चाहिँ अब त्यतिखेर चाहिँ कस्तो टाइपको थियौँ अब म भन्छु है। त्यतिखेर चाहिँ मसँगै पढाउने बहिनी हुनुहुन्थ्यो सुषमा है, सुषमा मैले तेरो नाम लिएँ है, सुषमा हुनुहुन्थ्यो। अनि त्यसपछि हामी दुईजना चाहिँ अनि गयौँ लेखनाथको लागि। ओहो म कस्तो मान्छे थिएँ, हामी कस्तो मान्छे थियौँ भन्दाखेरि 7 इयर्स पहिला है, त्यो जब विजयपुरको पुल कट्यो नि त्यतिखेर चाहिँ यस्तो फिल भयो हामी दुवैजनाले, ल अब चाहिँ हामीलाई यो बसले काठमाडौँ ल्याएर छोड्छ भन्ने त्यस्तो टाइपको मान्छे थियौँ कि हामी। घर टु स्कुल, स्कुल टु त्यो हुन्छ नि घर टु कलेज, कलेज टु चर्च, चर्च टु त्यो बढी भयो चिप्ले ढुङ्गा, त्यहाँसम्म पुग्ने मान्छेहरू थियौँ हामी है। त्यसपछि विजयपुर कटेपछि त ला अब यो बसले हामीलाई चाहिँ काठमाडौँ पुर्याउँछ जस्तो त्यस्तो फिल हुन्थ्यो। अनि गयो कतिचोटि त ठाउँ बिर्सेर कता कता झर्ने है। अनि त्यसपछि अब त्यो पार्ट टाइम गरेको मान्छे, हामी चाहिँ ट्युसन सेन्टरमा मात्रै पढाएको मान्छे, दिनभरि दिनभरि स्कुल पढाउँदा त बच्चाहरूसँग है पुरा त्यो थाकेर हेडेक भएर त्यसपछि हामी बसमा फर्किँदा त भमिटिङ हुन्थ्यो कि। त्यहाँसम्म पनि भयो। पछि बिस्तारै एडजस्ट हुँदै गयो, स्कुलको एन्भाइरोमेन्ट बुझिँदै गयो। त्यसपछि त रमाइलो लाग्न थाल्यो, त्यसपछि एकदमै रमाइलो हुँदै गयो, पढाउँदै गयौँ। अनि त्यसपछि फेरि अब बिचमा सुषमाले चाहिँ छोड्यो। अनि त्यसपछि म कन्टिन्यू भइरखेँ। अनि त्यसपछि चाहिँ बच्चाहरूसँग झन् भन्दा झन् त्यो डिप लभमा फसियो। स्कुललाई नि धेरै मैले माया गरेँ, माया एकदमै। त्यो लेखनाथ भन्नेपछि त म त त्यो प्रेम भन्ने वर्डै दिन्छु कि लेखनाथलाई त है। मेरो वर्क गर्ने ठाउँ भन्दा नि बढी चाहिँ मैले धेरै प्रेम गरेको ठाउँ चाहिँ लेखनाथ हो है। त्यसपछि चाहिँ मजाले भयो। त्यसपछि सुरुमा त चर्चमा एक्टिभ भएको कारणले गर्दा डान्स पनि मैले सिकाउने, स्कुलमा म्युजिकहरू सङहरू पनि सबै मैले सिकाउने। अनि त्यसपछि अब त्यो हल्का भयो नि नलेज थियो नि त, पिटी टिचर पनि आफै हुन पर्ने, त्यो तरिकाले चाहिँ लेखनाथमा चाहिँ रेज भयो र लेखनाथलाई नि त्यो तरिकाले चाहिँ हेल्प गरियो भनौँ है। अनि त्यसपछि चाहिँ बिचको क्रमहरूमा चाहिँ अनि 9-10 मा पढाउने अकाउन्ट टिचरले चाहिँ छोड्नु भयो। अब छोड्ने जाने क्रम त भइरहेको छ नि त स्कुलमा, अनि छोड्नु भयो। त्यसपछि चाहिँ मनी म्यानेजमेन्टको हो नि त, मेरो नि म्यानेजमेन्ट भयो। त्यसपछि उहाँहरूले चाहिँ ल रुथ मिस तपाईँले 9-10 हेर्न पर्यो भन्नुभयो। त्यतिखेर चाहिँ ल हुन्छ भने होइन। अनि त्यसपछि 9-10 हेऱ्यो। त्यसपछि पढाउँदै जाने क्रममा फेरि स्कुलले चाहिँ +2 खोल्यो। अनि +2 मा चाहिँ अनि फेरि चाहिँ टिचरहरू पनि हल्का आउने जाने सुरुमा त्यस्तो भयो। अनि त्यसपछि सरहरूले चाहिँ फेरि रुथ मिस तपाईँले पढाउन पर्यो भनेर चाहिँ भन्नुभयो। अनि +2 लाई पढाउने चाहिँ मलाई मन थिएन, किनभने चाहिँ +2 लाई पढाउनु भनेको चाहिँ अझै एउटा त्यो हुन्छ नि, अलरेडी 9-10 लाई पढाउनु चाहिँ त्यो भन्छु मैले चाहिँ त्यो ठुलो रेस्पोन्सिबिलिटी लिनु हो होइन। मैले पढाएपछि एक्सपिरियन्स गरेँ। 9-10 लाई पढाइसकेपछि चाहिँ +2 लाई चाहिँ म छुँदिनँ भन्ने भइरहेको थियो। तर चाहिँ कस्तो भयो भन्दाखेरि चाहिँ बच्चाहरूले स्पेसली जुन त्यो फर्स्ट ब्याच मेरो +2 को लागि चाहिँ म बिर्सिन्न, सन्देश, डिना, हाम्रो अङ्किता, त्यसपछि राम, तपाईँ चाहना, हाम्रो उस मनमा छ कि अहिले दिमाग कस्तो मनको नआएको हाम्रो नानीमा चाहिँ है, उनीहरूको रिक्वेस्टमा चाहिँ
हैन हामीलाई रुट मिसै चाहियो किनभने उनीहरूले चाहिँ 9-10 मा मसँगै अकाउन्ट पढेको हो नि त त्यसपछि चाहिँ हैन हामीलाई रुट मिसै चाहियो हामीलाई रुट मिसले नै पढाउन दिनु पर्यो भन्ने कुराहरू भयो त्यसपछि म्यानेजमेन्टले फेरि रिक्वेस्ट गर्नुभयो म चाहिँ पढाउनै चाहन्थिनँ खासरी भन्यो लाइफ अझै बिजी हुन्छ भन्ने भइसकेको थियो अनि चाहिँ ल हुन्छ भन्यो पढाइयो हेर्नु है सुरुदेखि नो नो गर्दिन भन्दा भन्दै क्लास 8 सम्मको लागि म पढाउन लेखनाथमा पुगेको मान्छे क्लास 9-10 मा प्रमोसन भयो 9-10 पछि म 11-12 मा प्रमोटेड भए है त्यो पनि नाइ नो नो भन्दा म पढाउँदिन म जाँदिन म गर्दिन भन्दा त्यहाँसम्म पुग्यो त्यसपछि चाहिँ लाइफ अझै बिजी हुन थाल्यो है म मर्निङको 4 बजे उठ्थेँ अनि 4 देखि 5 बजेसम्म अब आफ्नो हुन्छ नि डेली रुटिनहरु फलो गर्ने बाइबल स्टडी प्रेयर त्यसपछि आफै रेडी हुने त्यसपछि म डाइरेक्ट घरबाट निस्केर जिम पुग्थे जिम जान्थे जिमबाट डाइरेक्ट मर्निङको क्लास लिन म लेखनाथ पुग्थे मर्निङको 11-12 लाई क्लास लियो त्यसपछि मेरो एभ्रीथिङ मैले घरबाटै प्याक गरेर लगेको हुन्थे अब जिम गरिसकेपछि चाहिँ दिमागमा यस्तो हुँदो रहेछ कि मैले यति हेभी वर्कआउट गरेको छु फिट हुनको लागि भनेपछि एट द सेम टाइम मैले हेल्दी फुड पनि खानुपर्छ भनेर बाहिरको क्यान्टिनको म केही पनि खान्थिन अब कहिलेकाहीँ खानु छुट्टी कुरा हो तर चाहिँ क्यान्टिनको म धेरै जस्तो चाहिँ खान्थिन अनि घरबाटै ब्रेकफास्ट प्याक गर्थे मेरो लन्च प्याक गर्थे मेरो चाहिँ अनि हुन्छ नि दिउँसोको स्न्याक्स प्याक गर्थे अनि त्यसपछि त्यहीँनिर ब्रेकफास्ट खायो त्यसपछि फेरि चाहिँ के गर्यो स्कुल पढायो है फुल डे स्कुल पढायो त्यसपछि चाहिँ फेरि ट्युसन घरमा आएपछि पनि ट्युसन अनि त्यसपछि चाहिँ 7 बजेसम्म फुल प्याक अब हेर्नु है मर्निङको 4 बजे उठेको मान्छे तपाईको बेलुकाको इभिनिङको 7 बजेसम्म फुल प्याक केमा पढाउनमा बिजी 7 बजेपछि बल्ल म र मेरो बहिनीले कान्छी बहिनीले अहिले दिदी त हुनुहुन्न तपाईहरुलाई थाहा छ अब कति जनाले भिडियो हेरिराख्नु भएको छ भनेपछि चाहिँ दिदी चाहिँ अहिले बिहे गरेर कोरियामा हुनुहुन्छ दिदी भेना दुबै है अनि त्यहाँसम्म पुग्ने 7 बजेपछि बल्ल फ्री भएर बल्ल हामी चाहिँ फ्यामिलीमा कुरा गर्ने खाना खाने टाइमहरु पाउँथ्यौ बिजी लाइफ स्केड्युल सुरु भयो त्यसपछि चाहिँ कस्तो भयो भन्दा चाहिँ बिजी धेरै बिजी भएपछि वर्किङ लोडहरु आयो अब 9, 10, 11, 12 भनेको चाहिँ बाहिरपट्टि रिजल्ट पठाउन पर्ने त्यस्तो हुन्छ त्यसपछि धेरै चाहिँ वर्किङ लोडहरु पनि थपियो रेस्पोन्सिबिलिटीहरु बढ्यो जुन तरिकाले म पहिला मुभ गर्थे त्यो तरिकाले म मुभ गर्न पाइन पहिला मैले जुन चाहिँ कुरामा चाहिँ इन्जोय गर्थे नि वर्किङ लोडहरुको कारणले गर्दा चाहिँ त्यही कुराहरु चाहिँ मलाई बर्डन हुन थाल्यो के त्यही कुराहरु चाहिँ मलाई चाहिँ पछि चाहिँ हुन्छ नि अब अफ्ठेरो भए जस्तो त्यसपछि चाहिँ मैले त्यति इन्जोय गर्न नगरे जस्तो नपाए जस्तो नगरे जस्तो चाहिँ मैले चाहिँ फिल गरे मैले चाहिँ म चाहिँ टिचिङमा चाहिँ थोरै एकछिन चाहिँ पज गर्नु पर्ला भन्ने भयो त्यसपछि टिचिङ लङ समयसम्म पनि भयो भन्ने फिल भयो अनि त्यसपछि चाहिँ मैले प्रार्थना गरे मैले के गर्नुपर्छ प्रभु मलाई देखाउनुस् मैले टिचिङ चाहिँ अब म गर्दिन अब मलाई टिचिङ पुग्यो अब म नेक्स्ट के गरौँ भन्ने भयो है त्यसपछि मेरो दिमागमा आइडिया आयो सुरुमा मैले सरलाई भनेको कुरा रुथ मिस ट्युसन सेन्टर त बन्द हुन्छ तपाई स्कुल पनि आउनुहुन्न भन्नुभएको छ के गर्नुहुन्छ भन्दाखेरि चाहिँ सर म बिजनेस गर्छु भने थिए हो त्यो कुरा त्यसपछि म बिजनेस गर्छु भन्ने फिल भयो त्यसपछि फेरि म प्रार्थना गरे म बिजनेस गर्छु भन्ने फिल भयो किनभने टिचिङ चाहिँ मेरो कम्फर्ट जोन हो हैन तर टिचिङ छोडेर पढाइरहेको मान्छे त्यो पनि +2 सम्म पढाइरहेको मान्छे एकैचोटी बिजनेस गर्छु भन्ने भयो त्यसपछि मैले फ्यामिलीलाई शेयर गरे एस्तर भेनालाई भने सुरुमा एस्तरलाई भने अनि त्यसपछि एस्तर त पुरा सक किन लौ बरु त्यो स्कुलमा समस्या छ भने बरु अर्को स्कुल ट्राई गर तिमी यति एक्सपिरियन्स भएको मान्छे तिमीसँग त 7 इयर्सको तिम्रो एक्सपिरियन्स छ अर्को स्कुलमा ट्राई गर के कुरा मिले छैन भने बरु मिलाऊ तिम्रो अब चाहिँ बिहे गर्दिने भन्ने हाम्रो प्लान छ उसको दिमाग त बिहे के मेरो बिहे गरेर पठाइदिने भन्ने प्लान अब त बिहे गर्ने एज भयो कहाँ तिमी बिजनेसमा रिस्क छ सोचे जस्तो हुँदैन
बिजनेस भन्दा पनि बरु चाहिँ अब 1-2 वर्ष जबसम्म तिमीलाई बिहे गर्छु भन्ने तिमी मेन्टली प्रिपेयर हुँदैनौ त्यतिखेरसम्म चाहिँ बरु स्कुल गर, त्यो स्कुलमा गर्न मन नलागे अर्को स्कुल गर भन्ने कुराहरू गर्यो। त्यसपछि बिहे गरेर जाने हो। बिहे गर्दाखेरि पनि अब चाहिँ केटीले के गर्छ भन्दा चाहिँ यसरी पढाउँछ भन्दाखेरि चाहिँ राम्रो सुनिन्छ भन्ने अब त्यो उसको कन्सेप्ट भयो। अनि त्यसपछि चाहिँ अहिले चाहिँ बिजनेसहरू नगर रुथ चाहिँ भन्ने त्यो कुराहरू भयो। खास गरी सपोर्ट त मलाई बिजनेस गर्छु भन्दाखेरि काहीँबाट चाहिँ त्यो हुन्छ नि त्यो इमोसनली त्यसरी चाहिँ कतैबाट नि त्यो सुरुको फेजमा चाहिँ सपोर्ट भएको होइन है। त्यसपछि चाहिँ होइन म चाहिँ प्रार्थना गरेँ म चाहिँ बिजनेस चाहिँ गर्ने हो, मेरो बिहेको चिन्ता गर्नु पर्दैन, तिमीहरू कोरियाबाट आएपछि बल्ल मैले बिहे गर्ने हो, म अहिले चाहिँ बिहे गर्दिनँ, म चाहिँ बिजनेस गर्छु एस्टर, प्रार्थनामा याद गरिदिनु भनेर चाहिँ मैले भने। त्यसपछि म बिजनेस गर्ने भन्ने नै एकदमै स्योर भयो है। त्यसपछि अब म बिजनेस गर्छु भनेर। फेरि यस्तो पनि होइन है, टिचिङमा चाहिँ मलाई चाहिँ एकदमै त्यो म्यानेजमेन्टले प्रेसर गर्यो त्यो भनेर होइन है। मैले स्कुल भने नि लेखनाथ मैले प्रेम गरेको ठाउँ हो। अनि त्यसपछि मैले अझै स्टिल म चाहिँ अहिले स्कुलमा मेरो फेयरवेल भएर पनि मैले बिहान 11-12 लाई जबसम्म उनीहरूको फाइनल एक्जाम सक्दैन तबसम्म मेरो रेस्पोन्सिबिलिटीहरू पुरा गर्ने तरिकाले मैले स्कुललाई चाहिँ बाई बाई गरेर मेरो फेयरवेल पनि उहाँहरूले दिएर म अहिले घरमा बसेर भिडियो बनाएको फेज हो है। यो चाहिँ स्कुलमा मैले एकदमै प्रेम गरेको ठाउँ हो र मलाई एकदमै सपोर्ट गर्नुभएको ठाउँ। मैले स्कुल छोड्नुको रिजन चाहिँ त्यही हो, मेरो ड्रिम मेरो प्यासन जुन चाहिँ मैले सुरुमा भनेको थिएँ। मलाई चाहिँ पहिलेबाट चाहिँ कतै न कतै मनमा चाहिँ बिजनेस गर्न पाए हुन्थ्यो, मैले बिजनेस ट्राई गर्न पाए हुन्थ्यो भन्छ नि, मेरो त्यो मनी माइन्ड थियो के सानैबाट। अनि त्यस्तै भयो। अनि त्यसपछि म चाहिँ बिजनेस गर्छु भन्नेमा भएँ। अनि त्यसपछि स्कुललाई पनि मैले भने डिसिजन चाहिँ गर्न मलाई नै गाह्रो भएको, आफूले प्रेम गरिरहेको ठाउँ मेरो हुन्छ नि त्यो मेरो यङ लाइफको मेरो एनर्जी दिएको ठाउँ चाहिँ मलाई छोड्न पनि गाह्रो हो। अनि त्यही माथि यति बुझ्ने म्यानेजमेन्ट चाहिँ मैले पछि पाउँछु पाउँदिनँ त्यो पनि मलाई थाहा छैन होइन। अनि त्यसपछि चाहिँ छोड्ने मैले निधो गरिसकेपछि पनि म्यानेजमेन्टलाई पनि मलाई बाई बाई भन्न चाहिँ गाह्रो भयो, मैले उहाँहरूलाई बाई बाई भन्न गाह्रो भयो। लेखनाथमा मैले धेरै कुरा सिकेँ, लेखनाथमा मैले धेरै कुराको एक्सपिरियन्स गरेँ, लेखनाथलाई मैले धेरै प्रेम गरेको ठाउँ हो। अनि मेरो माया गर्ने मेरो सँगै पढाउने मेरो मिसहरू मोनिका मिस, मेरो प्यारी कोनिका मिस, पुनम मिस, अरू पनि धेरै हुनुहुन्छ। उहाँलाई छोड्न चाहिँ गाह्रो भएकै हो। तर पनि लाइफको यो फेजमा आइसकेपछि चाहिँ मैले केही न केही गर्नुपर्छ, मैले आफ्नो प्यासनलाई मैले मेरो ड्रिमलाई चाहिँ फलो गर्नुपर्छ भन्ने जस्तो भयो। त्यसपछि अब चाहिँ म बिजनेस गर्छु भन्ने भयो। पछि मेरो फेरि एस्टरहरूसँग कुरा भयो, उनीहरूले नै प्रार्थना गरेछ। अनि के भन्यो भन्दा चाहिँ रुथ त चाहिँ के छस् भन्दाखेरि चाहिँ त चाहिँ मान्छे जिद्दी छस्। अब एस्टरको कुरा, मेरो दिदीको कुरा, त चाहिँ मान्छे जिद्दी छस्। अब तैँले चाहिँ अब जिद गरेपछि चाहिँ त्यो कुरा चाहिँ गर्छस्। त्यही भएर अब तैँले थाहा छैन बिजनेसमा चाहिँ तैँले चाहिँ राम्रो गर्छस् गर्दैनस्, बिजनेसमा तेरो फ्युचर छ छैन। अहिले तँलाई बिजनेस गर्छु जस्तो फिल भए पनि पछि बिजनेसमा कन्टिन्यू हुन्छ हुँदैन, तैँले नाफा गर्छस् लस गर्छस् त्यो हामीलाई केही पनि थाहा छैन। तर तैँले पहिलेबाट चाहिँ तँलाई बिजनेस गर्ने मन हुन्थ्यो, तैँले चाहिँ हाम्रो फ्यामिलीमा कुरा गर्दाखेरि पनि त चाहिँ बिजनेस गर्छु भन्थिस्। त्यही भएर चाहिँ अब त फेरि मान्छे पनि जिद्दी परिस्, म मान्छे जिद्दी नै हो है मान्छे पनि जिद्दी परिस्, गर्छु भनेको कुरा चाहिँ तैँले गर्छस्, गरेरै छोडेको हुन्छस्। त्यही भएर चाहिँ तेरो जितको लागि भए पनि ल हुन्छ बिजनेस ट्राई गर, तर हाम्रो लागि चाहिँ केही पनि एक्सपेक्टेसन छैन। तैँले बिजनेस गर्छस्, नाफा कमाउँछस्, त्यसपछि तैँले चाहिँ यो गर्छस् त्यो गर्छस् भन्ने चाहिँ हामीलाई केही पनि चाहिँ एक्सपेक्टेसन छैन। किनभने हाम्रो कुनै पनि फ्यामिलीले चाहिँ बिजनेस गरेको छैन के, यता मम्मीपट्टि ड्याडीपट्टि
छुट्टी कोही पनि हाम्रो चाहिँ बिजनेस फिल्डमा हुनुहुन्न। अनि त्यसपछि अचानकै म टिचिङ गरिरहेको मान्छे, टिचिङ फेरि मलाई यति राम्रो भइरहेको मान्छे है, मैले कुनै पनि क्षेत्रमा चाहिँ म 9-10 पढाउँछु, म 11 पढाउँछु, म क्यापेबल छु, मलाई दिनु भनेर भनेको मान्छे नि होइन। तर प्रभुको अनुग्रहले गर्दा चाहिँ त्यो थपिँदै आएको कुराहरू हो। अनि त्यसपछि टिचिङमा गिफ्टेड भएको मान्छे चाहिँ अनि फेरि यता अचानकै अब बिजनेस गर्छु भन्दाखेरि चाहिँ सबैजना सक्ड भएको पनि हो है। मलाई चाहिँ त्यही हो। अनि यस्तरले पनि ल हुन्छ, आफ्नो ड्रिम आफ्नो प्यासन चाहिँ फलो गर्नु, हामी चाहिँ सपोर्ट गर्छौँ भन्ने कुराहरू भयो। ओह त्यसपछि त ढुक्क। अबको नेक्स्ट भिडियोमा चाहिँ तपाईहरूले चाहिँ मलाई बिजनेस गरेको, मैले मेरो सटर देखाएको, त्यसपछि अब सामान लिन कता कता जानु पर्छ त्यहाँ गएको तपाईले देख्नुहुन्छ। फर्स्ट थिङ्स ममा जिरो नलेज छ, जिरो आइडिया छ बिजनेसको। तर मेरो भाउजू जो हुनुहुन्छ मेरो भिडियोमा देखिराख्नु हुने उहाँ एली भाउजू हुनुहुन्छ, उहाँले चाहिँ मलाई सिकाउँदै हुनुहुन्छ। कतिपय ठाउँहरू चाहिँ उहाँ होलसेल मार्केटहरू देखाउँछु भन्नुभएको छ। मेरै आफ्नै फ्यामिलीबाट चाहिँ कोही पनि हुनुहुँदैन बिजनेस गरेको जसले चाहिँ मलाई प्रपर रूपमा गाइड गर्न सकोस्, तिमीले यो गर, तिमीले यो नगर, तिमीले यो ठाउँमा सामान किन, यो ठाउँमा सामान नकिन भन्ने चाहिँ मेरो चाहिँ हुन्छ नि फ्यामिलीबाट चाहिँ कोही पनि हुनुहुन्न। तर म प्रभुलाई धन्यवाद दिन्छु, एली भाउजू चाहिँ हुनुहुन्छ, उहाँले चाहिँ मलाई कति कुरा सिकाउँदै हुनुहुन्छ। कतिपय ठाउँहरूमा चाहिँ उहाँ आफै गइदिन्छु, देखाइदिन्छु भनेर पनि भन्नुभएको छ। मेरो यो न्यू च्याप्टर अफ लाइफ भन्ने चाहिँ अब सुरु भयो। टिचिङलाई एकछिन पज गरेर एकछिन बाई बाई भनेर चाहिँ म रेस्टमा छु टिचिङको। म भन्न सक्दिनँ है म बिजनेस गरेर म एकदमै प्रफिट कमाउँछु, म त्यो होइन। मैले सानोबाट देखेको सपना, मेरो सानोबाटको जुन प्यासन छ नि, लाइफको एकचोटि चाहिँ म बिजनेस गर्छु भन्ने हो, त्यो लाइफको एकचोटि चाहिँ म बिजनेस ट्राई गर्छु भन्ने हो। त्यो कुरालाई चाहिँ मैले चाहिँ पछ्याउँदैछु होइन, त्यो कुराको पछाडि चाहिँ म हिँड्दैछु। मलाई थाहा छैन मले कति यहाँ चाहिँ परे जस्तो भयो। मलाई थाहा छैन मैले चाहिँ म त्यसमा सक्सेस हुन्छु हुँदिन, त्यो मलाई थाहा छैन है। तर मलाई यति थाहा छ मैले चाहिँ जुन चाहिँ गर्न चाहन्छु भनेको कुरा चाहिँ म त्यसको पछाडि चाहिँ गइरहेको छु। मैले गर्न चाहन्छु भनेको कुराको चाहिँ अहिले मैले अपर्च्युनिटी पाएको छु, अब चाहिँ म गर्छु भन्ने भइरहेको छ है। त्यही भएर चाहिँ अब बाई बाई। मेरो कथा व्यथा, मेरो कहानी चाहिँ यति हो है। अनि त्यसपछि म अझै स्टिल मेरो स्कुललाई चाहिँ म धेरै माया गर्छु। लेखनाथ, आई लभ यु सो मच। लेखनाथ चाहिँ मेरो हृदयमा छ है, मैले धेरै प्रेम गरेको ठाउँ हो। म चाहिँ जे होस् धेरै कुरा मैले लेखनाथबाट सिक्ने मौका पाएको छु र अब मेरो लाइफ चाहिँ छुट्टै तरिकाले स्टार्ट हुन्छ। तपाईले मलाई चाहिँ बिजनेस गरेको देख्न सक्नुहुन्छ। अब बिजनेसको लागि म के कता जान्छु, कसो सबै एभ्रिथिङ म चाहिँ सेयर गर्छु है। ल हेरिदिनु भयो, धन्यवाद। लाइक शेयर सब्सक्राइब गरिदिनु होला र मेरो यो बिजनेस # न्यू च्याप्टरमा चाहिँ सबैजनालाई स्वागत छ। ल बाई बाई, लभ यु अल। 2077 साल वैशाख 5 गतिदेखि हालसम्म शिक्षकका रूपमा रहेर 7 वर्षसम्म मन वचन र कर्मले सेवा गर्नुभई संस्थाको विकासमा यहाँले पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै तपाईँ श्री रेजिना गुरुङज्यूलाई समुज्जवल शैक्षिक एवं सामाजिक भविष्य तथा उत्तरोत्तर प्रगतिको कामनाका साथ आकर्षक पुरस्कार सहित यो सम्मान पत्र प्रदान गरिएको छ। यो प्रशंसा पत्रमा भएको लेखको विषयवस्तु मैले पढेर सुनाएँ। कृपया रेजिना मिस मञ्चमा उपस्थित भइदिनु होला। कृपया अब विद्यालयका प्रिन्सिपल सर डाक्टर तुलसीराम भूषालज्यू र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा यस कार्यक्रमको अध्यक्षको रूपमा रहनुहुने आदरणीय
योगबहादुर श्री योगबहादुर आचार्यज्यूलाई पनि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। उहाँलाई यो मायाको चिन्ह हस्तान्तरण गर्नको लागि यो प्रशंसा पत्र हस्तान्तरण गरिदिनु हुनको लागि। जिन्दगी भनेको सधैँभरि एक ठाउँमा रहने, एक ठाउँमा व्यतीत गर्ने समय होइन। 2074 सालमा जब हामीले सुरुमा लेखनाथ मेमोरियललाई लियौँ, त्यो समयमा हामी उता पोखरामा सँगसँगै थियौँ। हामीले त्यहाँ भोलिन्टियर स्टुडेन्ट्सहरूलाई पढाउँथ्यौँ अनि हामीले सँगै त्यो बेलामा रेजिना मिसलाई मैले निमन्त्रणा गरेर स्कुलमा सँगै काम गर्नुपर्छ। यद्यपि उहाँको टिचिङ आफ्नो हबी थिएन, उहाँको भविष्यको सपना भनेको टिचिङ होइन। तैपनि हामीले सपना बाँड्यौँ, तपाईँसित क्षमता छ, आउनुहोस् हामी सँगै काम गरौँ भनेर उहाँले भन्नुभयो। मैले भने र उहाँले पनि मेरो रिक्वेस्टलाई उहाँले स्वीकार गरिदिनु भयो। पोखरादेखि लेखनाथमा आएर उहाँले धेरै वर्ष बिहान बेलुका घाम पानी नभरिकन यो विद्यालयलाई उहाँको क्षमताद्वारा विद्यालयलाई धेरै उहाँले सजाउनु भयो। अब उहाँले आफ्नो जीवनको आफ्नै मोड, उहाँको आफ्नो इन्ट्रेस्ट, पहिल्यैदेखिको चाहना, उहाँले भन्नुहुन्थ्यो प्रिन्सिपल सर मैले टिचिङ गरेँ भने म अन्त कहीँ पनि जाँदिनँ, तर मैले टिचिङ छोडेँ भने मात्रै म यो लेखनाथ मेमोरियल छोड्छु। अनि उहाँले चाहिँ मलाई बाचा पनि बाँध्नु भएको थियो। अनि हामीसँग 7 वर्ष रहनुभयो। 7ले चाहिँ एउटा पर्फेक्ट उसलाई पनि जनाउँछ। त्यस कारण रेजनाले 7 वर्ष हाम्रो एउटा आत्मीयता छ। अब तर हामीले बिदा गर्नै पर्छ। बिदा गर्दाखेरि सजिलो हुँदैन। हामी यस्तो शिक्षक जन्माउँछौँ जुन शिक्षकलाई बिदा गर्दाखेरि आँसु आओस्। यस्तो विद्यार्थी हामी जन्माउँ जुन विद्यार्थीलाई हामीले आँसु र हाँसोको साथमा स्वीकार गर्न सकौँ। त्यसकारण हामी 7 वर्ष रहँदाखेरि धेरै तलमाथि भयो होला, हामीले उचित सम्मान दिन सकेनौँ होला। त्यसका निम्ति हामी एकदमै क्षमा चाहन्छौँ। र भविष्यमा तपाईँले जो बिरौटामा उहाँले दोकान खोल्नु भएको छ, उहाँको आफ्नो बिजनेस छ, त्यो बिजनेसमा सधैँभरि उहाँ हाँसेको हामी देख्न पाऊँ। जसरी उहाँले विद्यार्थीलाई हँसाउनु भयो, त्यस्तै गरेर त्यहाँ उहाँले आफ्नो ग्राहकहरूलाई हँसाउनुहोस्, आफू पनि हाँस्नुहोस्, स्वस्थ रहनुहोस्। तर सम्बन्ध भनेको यहाँबाट छोडेर गइसकेपछि टुङ्गिने होइन। सम्बन्ध भनेको सधैँभरि रहिरहन्छ। त्यस कारण यहाँको भविष्यलाई हामी एकदमै उज्जवल भविष्यको कामना गर्दै यस विद्यालयबाट हामीले उहाँलाई नचाहँदै पनि हामीले विदाई गर्नुपर्ने यो बाध्यता छ। त्यस कारण यो बाध्यतामा थोरै भावनामा आउनु स्वाभाविक कुरा हो, यसलाई अन्यथा नलिदिनु होला। यो चाहिँ एउटा ह्युमन टच हो, ह्युमन रिलेसनसिप हो, मानवीय सम्बन्ध हो। यसलाई तपाईँहरूले यसरी नै बुझिदिनको निम्ति अनुरोध गर्छौँ। लास्टमा हामीले उहाँलाई धेरै कुरा दिन नसके तापनि सम्झनाको चिन्हको रूपमा केही कुरा हामी दिन चाहन्छौँ। जस्तै सम्झना रहिरहोस् र यहाँहरूले पनि केही दिन चाहनुहुन्छ भने तपाईँले अरू केही पनि दिनु पर्दैन। यो पुरस्कार दिँदाखेरि ठुलो स्वरले ताली बजाइदिनु भयो भने हामी धन्यवाद दिँदैछौँ। कृपया बिचलाई छिटो। लेखनाथ चाहिँ मैले धेरै प्रेम गरेको ठाउँ हो। लेखनाथलाई चाहिँ हेर्नुपर्दा मैले मेरो भाइ बहिनीलाई जस्तै हुन्छ नि डोराएको मैले चाहिँ फिल गरिरहेको थिएँ, फिल गर्छु मैले चाहिँ लेखनाथलाई चाहिँ। कताबाट किन के भन्दा पनि छुट्टै कनेक्सन छ मेरो लेखनाथसँग चाहिँ। अनि सोचेकै थिएन यति टाढा आउँछु भनेर, सोचेकै थिएन टिचिङ गर्छु भनेर। तर प्रेमले चाहिँ सबै कुराहरू चाहिँ सम्भव बनाउँदो रहेछ। म टिचिङ नगर्ने मान्छेलाई टिचिङ गराउँदो रहेछ। म खास गरी अहिलेसम्म प्रिन्सिपल सरलाई नै थाहा छैन होला, म बच्चा मन नपढाउने मान्छे, तर अहिले बच्चासँग यति कनेक्टेड चाहिँ भएको छु। मेरो दिदीले मलाई पढाउनु हुन्थ्यो कि अहिले चाहिँ होइन, अलिकति 2 वर्ष 3 वर्ष अगाडि चाहिँ
बच्चाहरूले के गरिदियो भने मलाई रातभरि निन्द्रा नलाग्ने अनि इमोसन सो गर्न नसक्ने अनि प्रार्थनामा रुन्थेँ यो बच्चा किन यस्तो भएको भनेर। त्यो हृदय चाहिँ ढुङ्गाको हृदय हटाएर चाहिँ नानीहरूको लागि प्रभुले चाहिँ मलाई चाहिँ मासुको हृदय पनि दिनुभयो होइन। मैले मेरो धेरै प्रेम प्रार्थना चाहिँ को समयहरू चाहिँ मैले लेखनाथलाई दिएको छु। लेखनाथ म तपाईँलाई सधैँ प्रेम गर्छु, तपाईँ सधैँ मेरो प्रार्थनामा हुनुहुन्छ र म तपाईँहरूको जहिले पनि उत्तरोत्तर प्रगतिको कामना गर्दछु र मेरो जति पनि नानी बाबुहरू हुनुहुन्छ तपाईँहरू सबैलाई धेरै प्रेम कतिचोटि चाहिँ म देखाउनै सक्दिनँ तर तपाईँहरूलाई एकदमै धेरै प्रेम। अनि मलाई स्पेसली सहायता गर्नुहुने मेरो प्रिन्सिपल सरलाई म एकदमै धन्यवाद भन्न चाहन्छु। अनि भन्छु हाम्रो दिपक सरलाई, उहाँले चाहिँ गाइडेन्स गर्नुभयो, हाम्रो प्रेम सरलाई मैले उहाँबाट धेरै कुराहरू चाहिँ सिकेको है। यो चिज यस्तो गर्नुपर्छ त्यस्तो गर्नुपर्छ भनेर चाहिँ उहाँले चाहिँ मलाई धेरै भन्नुभएको र साथै मेरो जति पनि म सँगसँगै काम गर्नुभयो म तपाईँहरूलाई धेरैलाई मिस गर्नेछु र तपाईँहरू सबैजनाको चाहिँ असल होस्, राम्रो होस्। मेरो प्रार्थना चाहिँ त्यही नै हुनेछ र म लेखनाथ तपाईँलाई चाहिँ धेरै प्रेम गर्छु। आई लभ यु सो मच लेखनाथ। धन्यवाद। धन्यवाद मिस, छोटो मन्तव्य राखिदिनु भयो आफ्नो विगतका अनुभवको साथमा। उहाँ अत्यन्त मेहनती, श्रमशील, उहाँले आफ्नो कर्तव्यप्रति अत्यन्तै